लगडा हो अहिले चाहिँ हामी काँडेदेखि हिँड्दैछौँ अहिले चाहिँ हाम्रो अब नेक्स्ट डेस्टिनेसन यो हाम्रो के भन्छ यसलाई के अरे अस्ट्रेलियन क्याम्प होइन अनि यहाँ चाहिँ मेरो साथी अनि म अनि यहाँ मेरा केटाहरू है मजा आइरहेछ दियोस् भर्खर भर्खर हिँड्न लागेका छौँ लगडा हो के भइरहेछ केटा हो भन्छ नि सबैको केटा नाम भनिदियो नि त शुभ नाम तेरो नाम विमल यसको नाम विवेक है विवेक मिलन सौरभ सुरेश है नाम चाहिँ मेरो चाहिँ सन्दीप अन एन्ड ओन्ली यो लोकल दाइ लगडा हो जोस मजा आइरहेछ है प्रिभिसन लगडा हो हजुर दिन्छ अस्ट्रेलियन हान न वेट टु एबिसी यता हो क्या एबिसी देखिस् एबिसी कता हो यता यतै यसै आउन सक्नुहुन्छ है गाइज यता हो क्या दाइ यताबाट रहेछ क्या हो लगडा अहिले चाहिँ अस्ट्रेलियन क्याम्प जानेको ठ्याक्क बिच बाटोमा आउँदैछौँ है टिभी चन है टिभी अन रमाइलो भइरहेछ एउटा रेस्ट गरिरहेछ एकैछिन कस्तो भइरहेछ अहिले बेहाल हो ल लगडा हो कन्टिन्यू है कन्टिन्यू लगडा हो यस्तो छ है बाटो चाहिँ मजा आइरह सही हो हाम्रो साथी दाइहरू अगाडि Mud is calling, huh? काँडेदेखि सिधै यस्तो हुँदै टक्क लगडा अझै उता कसी देखाउँछु ट्रिपिसन है केटा हो के भन्छ अरे अस्ट्रेलियन क्याम्प लाग्यो होइन सकिन्छ केटाहरू नि हिँडिरहेछ मस्त है मजा आइरहेछ ट्रिपिसन है केटा हो अस्ट्रेलियन बेस क्याम्प है ए यो त्यो त होइन होला सही हो मजा आइरहेछ है केटा हो दादा दौडिरहेछ है यहाँ दादा हाम्रो यो सौरभजी सौरभ सम्झीजी के छ सम्झीजी अस्ट्रेलियन क्याम्प है त्यो केटा मिठो देखिरहेछ है अहिले केटा
दामी छ है भ्यू चाहिँ ओए ओए लगेडा हेर त मा सही आइरह है सही लभलीको छोरी के बिचानै केटा हो के हो यो अस्ट्रेलियन क्याम्प हजुर अनि बल खेल्ने रहेछ होटेलको रान छ अरे केटाहरू सही छ है केटा भ्यू चाहिँ इन्जोय केटा हो ट्रिप इज अन है गाइस अन अब चाहिँ हाम्रो प्रितम देउरालीको माथिल्लो जाने अन्त फेरि पोखरा बहिन्छ नै त्यस्तो हो नि दामी छ केटा लगेटा अहिले चाहिँ हामी पोथाना आइरहेछौँ होइन ए ऊ हो के चेकपोस्ट अहिले चाहिँ हामी पोथाना छौँ होइन प्रितम देउराली यहाँ छ केटा अनि यसै हुँदै माथि है टक्क अनि भ्यू हेर्न सक्नुहुन्छ ए यस्तो हो इन्ट्री हुँदैछ एन्ट्री हुँदैछ केटा यहाँ चाहिँ यस्तो गर्नुपर्ने रहेछ है हस् 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 थ्याङ्क यू केटा हो म्युजिक छैन रे केटा यो लाउड अनि फोर चाहिँ सकेसम्म चाहिँ हक रिक्वेस्ट होइन फालिदिनु होला फाले पनि टक्क आफैले बरु होइन प्लास्टिकमा हालेर चाहिँ ठ्याक्क आफ्नै झोलामा हालेर बरु जता डस्टबिन देख्न सक्नुहुन्छ त्यतै फाल्न सक्नुहुन्छ लगेडा तर भ्यू चाहिँ सही छ है केटा हो हिमाल चाहिँ ट्याक्क यो कुन महिना अरे है मङ्सिर होइन मङ्सिर पुस अनि दसैँ र तिहारको ग्यापमा आउन सक्नुहुन्छ हजुर चाहिँ त्यति बेला चाहिँ अलि मिठो खुल्छ होटेल अहिले चाहिँ यो के भन्ने ठाउँ हो केटा हो यसमा चाहिँ आइएछ होइन अनि यहाँबाट चाहिँ यस्तो भ्यू देखिँदो रहेछ यो चाहिँ हाम्रो के हो दाइ यो हिमालको नाम के हो दाइ यो हिमाल देखिँदो रहेछ है ल माथा बुद्रेको साइडको भन्न लगडा हो अहिले चाहिँ हामी न्यू प्रितम देउराली भन्ने होटेलबाट हिँडिसकेका छौँ फरेस्ट क्याम्पको लागि कहाँ हो त नि यो माथि गएपछि त 360 देखिन्छ कि यहाँबाट बुझिसक्यो रमाइलो छ है रमाइलो यहाँ होटेल चाहिँ केटा हामी चाहिँ फरेस्टतिर लाग्ने हो त्यही भएर सिट अफ अब यस्तो हल्का ओह्रालो आउँदैछ भनेपछि गाइस जहिले पनि बुझ्नुहोस् हजुरले ठाडो उकालो हुँदैछ है प्लिज एभोइड ओ मा दामी भिड छ है हामी यस्तो भिडबाट पनि यो पागल हो यो मुजी पागल लगेडा ल है हामी लाग्छौँ अब ठ्याक्क कुन आउँछ त्यही होटल देखाउँछन् अनि कतै अल्झिने बाटो रहेछ भने चाहिँ त्यहाँ चाहिँ हामीले हजुरलाई डिरेक्सन देखाइदिन्छौँ हस् धन्यवाद थ्याङ्क यू लगेडा अहिले चाहिँ हामी यो एउटै पर्दो रहेछ होइन यो के हो केटा नामै थाहा छैन यार ल है यहाँ
यस्तो छ है भ्यू टिभी सन लगडा हो अहिले चाहिँ हामी के होटलको नाम नाइस भ्यू लज रेस्टुरेन्टमा आइसकेका छौँ हाम्रो चाहिँ मिठो आउँदो रहेछ यहाँबाट नि सही छ सही दामी फरेस्ट क्याम्प भनेपछि माथि है केटा यताबाट चाहिँ नजानु है बन्द रहेछ केटा यहाँबाट फर्केको पनि रहेछन् त्यस्तो रहेछ कुरो माथिबाट जम्मै त्यो भएर है ल है डे वान केटा फरेस्ट क्याम्प है फरेस्ट क्याम्प कलिङ थकै लागिरहेको छ केटा हो अहिले चाहिँ हामी फरेस्ट क्याम्प जाने ठ्याक्क थाक्यो केटा लगडा अहिले चाहिँ हामी के हो माछी यस्तोमा आइछौँ है ल फर्ममा है केटाहरू फर्ममा कफी बनाउँदै केटा तातो पानी खाँदै है कफी खाँदै ल टिभी जन है टिभी जन ल है लोडिङ टु के भन्छ अरे केटा फरेस्ट क्याम्प लोडिङ टु फरेस्ट क्याम्प है केटा हो यो चाहिँ कुन होटल हो फरेस्ट क्याम्प आज पहिला त साथीभाइहरू हो अहिले हामी देउरालीमा छौँ कि पहिला हामी यो सायद पहिला सही बाटो तर चिल छ कि लै गेडा हो लै के हो यो के हो यहाँ रहेछ कि केटा लुवाङजानी यहाँ रहेछ केटा तल त्यहाँबाट तल रहेछ जाने लुवाङ त्यस्तो रहेछ केटा कुरो ल है केटा हो ल दादाहरू चाहिँ आज मिठो पुगिसक्यो मुजी केटा हो भ्यू ल है त ल केटा अहिले चाहिँ के मामे केटा फरेस्ट क्याम्पबाट हिँडेर के अरे प्रितम देउरालीबाट हिँडेर के क्याम्प हो यो मलाई चाहिँ यस्तो छ हेर भोलि कति हिँड्न छ माथि हेर हाई क्याम्प त्यो ऊ छ नि माथि त्यही हो क्या हाई क्याम्प यस्तो छ केटा हैट मरिन्छ केटा अब चाहिँ चिसो छ केटा है मिठो हानिन्छ चिसोले
केटा म चाहिँ गाह्रो छ बोल्न पनि सके छैन है बोल्न पनि सके छैन पढ्नु आएन है बाटो चाहिँ मैले देखाइदिइरहेको छु टक्क इन्जोय इन्जोय अब फाइनली पुनः लाग्यो कति मिनट रे केटा फाइनली केटा ल आयो ल केटा पुग्यो हामी धन्यवाद भाइ भनिदिनु त यहाँ अरेस क्याम्पमा के त्यो प्याकेज कसरी छ 1700 छ भेजलाई नन भेजलाई चाहिँ अनि के इन्क्लुड छ त्यसमा चाहिँ तपाईँको बेलुका डिनर हुन्छ अनि बिहानको ब्रेकफास्ट हुन्छ अनि अब यहाँको स्टेको चार्ज लाग्छ कोठाको चार्ज त्यसैबाट हुन्छ हजुर अनि चिया कफीदेखि लिएर चाहिँ तातो पानीहरू त्यसैबाट के अरे हुन्छ नेट फ्री हुन्छ चार्ज फ्री हुन्छ त्यो समथिङ त्यति नै हो अब लगडा त्यस्तो रहेछ है अनि नुहाउँदाखेरि चाहिँ बेला नुहाउनु पर्यो पसिनै भएर आएको छु नुहाउनु छु दाइ म भन्ने हो भने अब विदेशी आउने हो भने तिनीहरूलाई 300 रुपियाँ कस्ट छुट्टै लाग्छ नेपालीहरूलाई चाहिँ हामी तपाईँहरूलाई 250 रुपियाँमा चाहिँ नुहाउनु लागि हट सावरदेखि सबै हुनु पाउँछ खुट्टा धुन मुख धुन नुहाउन चाहिँ 250 रुपियाँ एक्स्ट्रा लाग्छ सर त्यो नुहाउनको लागि चाहिँ है सनसेट हेर्न मौसम राम्रो भयो भने देखिन्छ के अरे सर अब बेलुकालाई राम्रो हुन्छ बेलुकाको सनसेट पनि दामी देखिन्छ यो साइडबाट होटलबाटै त्यसको लगडा कार जाने हो कमजोर भयो भने भोलि बिहान होला भनेको हस् ल दाइ ल लगडा त्यस्तो रहेछ है कुरा चाहिँ बुझ्यो होला सुन्यो होला होइन राम्रो छ यता पनि हिमाल देखिन्छ यता पनि हिमाल देखिन्छ अहिलेको लागि यो रहेछ क्या हामीले भनेको ल है केटा ल तेरो अवस्था सुनाइदियो नि त हाउ इज योर डे एकदम एक्साइटमेन्ट ल भन्न राम्रो समय भन्न राम्रै त एक्साइटमेन्ट छ अलि यता राम्रो हजुर ल मेरो अवस्था चाहिँ हामी यहाँ चाहिँ आज फरेस्ट क्याम्पमा बसिरहेको छौँ होइन अनि के छ भन्नु एकदम एक्साइटमेन्ट क्या एकदम अझै भन तिम्रो एक्सपिरियन्स कस्तो भयो केटा राम्रो भयो है मिठो हिँड्ने आज चाहिँ अब हामी होटल आज कति घन्टा हिँड्ने होला लगभग कति बजेबाट हिँडेको कति बजे हिँडेको सबै भन्नु अहिले हाम्रो ठ्याक्क 4:30 भयो 4:22 हामी चाहिँ नन हिँडेर आएको अब चाहिँ आज हामी होटल बोरीमा बस्ने सल्लाह गरेको होटल बोरीमा है यो माथिको टपको यहाँको चाहिँ पर पर्सनको 1700 ले प्याकेज रहेछ खाना हो चियाहरू कफी सबै पानी सानी जम्मैको व्यवस्था लगडा आउन सक्नुहुन्छ त्यही यो कुरो केटा भन्छ भने अब फरेस्ट क्याम्पमा है केटा हो सनसेट हुँदैछ